बिजनेस त मन पर्यो मलाई, बिजनेस त राम्रो हो, तर अहिले मसँग तत्कालै पैसा छैन। पैसा म्यानेज भइसकेपछि खबर गर्छु। यदि तपाईँ डाइरेक्ट सेलिङ व्यवसायमा हुनुहुन्छ भने, यदि तपाईँ हेल्दी लिभिङ नेपालमा हुनुहुन्छ भने, यो अब्जेक्सन तपाईँले प्लान प्रेजेन्टेसन गरिसकेपछि, बिजनेस प्रेजेन्टेसन गरिसकेपछि धेरै मान्छेहरूबाट आउने गर्छ। गोजीमा दाम छैन मेरो, गोजीमा दाम छैन, गोजीमा दाम छैन मेरो, गोजीमा दाम छैन। फर्स्ट अफ अल म आज तपाईँलाई यो भिडियो मार्फत सेयर गर्दैछु, यो अब्जेक्सनलाई ह्यान्डल गरेर, यो च्यालेन्जलाई ह्यान्डल गरेर, यो उसले फ्याँकेको अब्जेक्सनलाई ह्यान्डल गरेर बिलिङसम्म कसरी पुर्याउने, बिलिङसम्म कसरी लैजाने, यो भिडियो मार्फत आज तपाईँलाई म सेयर गर्नेछु। कसरी उसलाई बिलिङ गर्न रेडी हुने स्टेटसम्म पुर्याउने। फर्स्ट अफ अल त यो बुझ्न जरुरी छ तपाईँले र मैले कि उसले जुन अब्जेक्सन हामीलाई दिइरहेको छ पैसा छैन भन्ने, यो उसको रियल प्रब्लम, रियल समस्या चाहिँ होइन, यानी कि रियल अब्जेक्सन चाहिँ होइन। यो उसको आर्टिफिसियल प्रब्लम हो। यो अहिले ऊ तत्काल पन्सिनको लागि, तत्काल साइड हुनको लागि उसले बनाएको, आफूले आर्टिफिसियल्ली बनाएको एउटा च्यालेन्ज हो, एउटा अब्जेक्सन हो। उसको यो रियल डाउट होइन। म तपाईँलाई भर्खरै प्रुभ गरिदिन्छु। तपाईँ आफै भन्नुहोस्, जसले अहिले हामीलाई पैसा छैन भनेको छ, तपाईँलाई पैसा छैन भनेको छ, त्यो व्यक्तिले यदि उसको मोबाइल फुट्यो भने या मोबाइल पानीमा डुब्यो भने उसले कति वर्षपछि मोबाइल किन्छ? तपाईँले भन्नुहोला किसनजी विदिन 2 आवर्स, विदिन 3 आवर्स, होइन भने विदिन 2 डेज उसले हातमा ल्याउँछ मोबाइल। कहाँबाट आयो? पैसा तिरेरै आयो मोबाइल पसलबाट। यानी कि म मान्छु उसँग अहिले तत्कालै पैसा नहोला, तर उसले पैसा म्यानेजै गर्न तत्काल सक्दैन भन्ने चाहिँ होइन। यो उसको रियल प्रब्लम होइन। फर्स्ट अफ अल हामीले यो बुझ्नु जरुरी छ। यो थाहा पाइसकेपछि अब उसलाई के भन्ने, कसरी उसको त्यो अब्जेक्सनलाई ह्यान्डल गर्ने ताकि ऊ बिलिङ गर्न रेडी होस्, ताकि ऊ पर्चेज गर्न रेडी होस्। किनकि मान्छेले अब्जेक्सन त दिन्छन् साथीहरू, त्यो अब्जेक्सनलाई ह्यान्डल गर्न हामीले सिक्नुपर्ने हुन्छ। र पैसा छैन भनेको मान्छेलाई के भन्ने, कसरी उसको च्यालेन्जलाई ह्यान्डल गर्ने म तपाईँलाई सेयर गर्छु। प्रुभन प्रमाणित शैली बताउँदैछु कि त्यसको पैसा छैन भन्ने, यानी कि प्रोस्पेक्टको पैसा छैन भन्ने प्रब्लमलाई कसरी ह्यान्डल गर्ने, त्यो अब्जेक्सनलाई कसरी ह्यान्डल गरेर उसलाई बिलिङ गर्न रेडी हुने स्टेटसम्म पुर्याउने। यसको फर्स्ट स्टेप छ साथीहरू, उसलाई पनि आफू पनि सेम अवस्थामा रहेको फिल गराउने। यानी कि त्यो कसरी फिल गराउन सकिन्छ, उसलाई यो तरिकाले सेयर गर्नु पर्यो तपाईले कि तपाईँ ठिक भन्दै हुनुहुन्छ, बिल्कुल जायज कुरा गर्दै हुनुहुन्छ सर। किनकि आजको समयमा कुनै नयाँ चिज बुझ्ने बित्तिकै, जान्ने बित्तिकै भर्खरै 5,000, 6,000, 10,000 रुपियाँ गोजीमा हुन्छ भन्ने छैन। म तपाईँलाई सेयर गर्छु, मेरो पनि आजभन्दा 3 वर्ष अगाडि, मैले 3 वर्ष अगाडि सुनेको थिएँ, तपाईँले आफूले कति वर्ष अगाडि यो बिजनेस थाहा पाउनु भएको थियो, कति महिना अगाडि थाहा पाउनु भएको थियो, त्यो अनुसार सेयर गर्नुहोस्। मैले के भन्छु, मैले भन्छु कि सर आजभन्दा 3 वर्ष अगाडि मलाई पनि यो बिजनेसको बारेमा बताइएको थियो र त्यति बेला मसँग पनि पैसा थिएन, त्यति बेला पनि मसँग पैसा थिएन, मसँग 6,000, 10,000 रुपियाँ थिएन, मसँग पनि च्यालेन्जिङ थियो। किनकि भन्ने बित्तिकै 6,000, 10,000 रुपियाँ कसैसँग पनि हुँदैन। तर मलाई यो बताउनुहोस्, उहाँले मलाई भन्नुभयो, मैले भने, मैले पनि तपाईँले जस्तै गरेर जवाफ दिएँ, जसले मलाई बिजनेस प्रेजेन्ट गर्नुभएको थियो, सर बिजनेस त मन पर्यो मलाई, बिजनेस त राम्रो लाग्यो, तर अहिले तत्कालै मसँग 6,000, 10,000 रुपियाँको पर्चेजिङ गरेर सुरु गर्ने पैसा छैन। मैले पनि यही भनेको थिएँ जसरी तपाईँले भन्नुभयो। उहाँले मलाई सोध्नुभयो, सरले मलाई क्वेसन गर्नुभयो कि किसनजी तपाईँले यो बताउनुहोस्, आजको डेटमा यो बिजनेसको जरुरत कसलाई छ, जसको गोजीमा 6,000, 10,000 रुपियाँ छ या जसको गोजीमा 6,000, 10,000 छैन, कसलाई छ? मैले सिम्पल एन्सर दिएँ, त्यसलाई बढी जरुरत छ जससँग अहिले 6,000, 10,000 रुपियाँ छैन। अनि उहाँले दोस्रो प्रश्न सोध्नुभयो मलाई, के भन्नुभयो भन्दा कि किसनजी यो बताउनुहोस्, हुनुहुन्छ या जागिर गर्दै हुनुहुन्छ या कुनै पसल गर्दै हुनुहुन्छ, अब तपाईँले यही काम यस्तै तरिकाले 2 वर्षसम्म, 3 वर्षसम्म लगातार गर्नुभयो, यानी कि तपाईँको अहिले जे दिनचर्या छ, जसरी तपाईँको दिन बितिरहेको छ, जे गरेर बितिरहेको छ, त्यही तपाईँले 2 वर्षसम्म कन्टिन्यू गर्नुभयो भने कि अबको 2 वर्षपछि तपाईँलाई नयाँ चिज किन्नको लागि, नयाँ काम सुरु गर्नको लागि तपाईँसँग पैसा होला त? अनि मैले कमनली जवाफ दिएँ कि अहिले मसँग 6,000, 10,000 रुपियाँ छैन एउटा नयाँ काम गर्नको लागि भने अबको 2 वर्षपछि त अझै मूल्य वृद्धि हुन्छ, अझै महँगाई बढ्छ, त्यति बेला त पक्कै पनि यही मात्रै गरिराखेँ भने त त्यति बेला पनि मसँग पैसा हुँदैन। मैले यसरी जवाफ दिएँ। त्यसपछि
त्यसपछि अर्को क्वेसन सोध्नुभयो, अर्को प्रश्न सोध्नुभयो उहाँले मलाई कि किशनजी तपाईँ अहिले आर्थिक अवस्थामा जस्तो अवस्थामा हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, अबको 2 वर्ष 3 वर्षसम्म तपाईँले लगातार यही गर्नुभयो, कन्टिन्युअस रूपमा जे गर्नुभएको छ त्यही नै गर्नुभयो भने कि अबको 2 वर्षपछि 3 वर्षपछि तपाईँ करिब करिब यस्तै लेभलमा हुनुहुन्छ, यस्तै अवस्थामा हुनुहुन्छ जुन अवस्थामा तपाईँको अहिले आर्थिक अवस्था छ, जुन तपाईँको अहिले पारिवारिक अवस्था छ, यही नै अवस्था रहन्छ। अब यही अवस्थाबाट तपाईँ सन्तुष्ट हुनुहुन्छ। अब आउने तपाईँको घर खर्च, भावी खर्चहरू चलाउनको लागि, भावी परिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्नको लागि, आफ्ना खर्चहरू चलाउनको लागि यसरी मात्रै यतिले गरेर मात्रै पुग्छ भने यो अवसरलाई छोडिदिनुहोस्, यसलाई गर्नु परेन केही पनि। तर यसरी मात्रै यतिले मात्रै चाहिँ हुँदैन। अब परिवारको खर्चहरू पुर्याउनको लागि, आफ्ना खर्चहरू पुर्याउनको लागि, बढ्दो महँगाई अनुसार आफ्नो खर्च, आफ्ना इच्छा आकाङ्क्षाहरू पुरा गर्नको लागि केही न केही त गर्नुपर्छ, केही न केही त गर्नुपर्ने छ भन्ने लाग्छ भने म्यानेज गर्नुहोस्, जुगाड गर्नुहोस्। म तपाईँलाई भन्दैन कि तपाईँसँग अहिले पैसा छ सुरु गर्नुहोस्, मैले यो भन्न खोजेको होइन। उहाँले भन्नुभयो यो मैले भन्न खोजेको होइन कि तपाईँसँग पैसा छ सुरु गर्नुहोस्। तपाईँलाई मैले भन्छु म्यानेज गर्नुहोस्, जोगाड गर्नुहोस् र सुरुवात गर्नुहोस्। किनकि यो व्यवसाय, यो इन्डस्ट्री भनेको पैसा भएकाहरूका लागि होइन, पैसा कम भएकाहरूको लागि सानो लगानीमा, यसै भनौँ त सानो इनिसिएटिभमा एउटा आम्दानी गर्ने, आफ्नो परिवारलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने एउटा माध्यम हो। उहाँले मलाई भन्नुभयो। अनि त्यसपछि भन्नुभयो किशनजी कि तपाईँ सोच्नुहोस्, तपाईँ विचार गर्नुहोस् के गर्नुपर्ने छ। अब यत्तिकै चलाइराख्ने जिन्दगीलाई यस्तै चलाइराख्ने कि केही न केही गर्ने, ताकि अबको 2 वर्ष 3 वर्षपछि तपाईँलाई कुनै खर्च गर्नु पर्यो, केही नयाँ काम गर्नु पर्यो, केही नयाँ चिज लिनको लागि पैसा छैन भन्ने समस्याबाट मुक्त हुनु पर्यो भने केही न केही त गर्नै पर्छ। केही न केही गर्दै गर्दा तपाईँले यति सानो इनिसिएटिभ लिन सक्नु भएन। तपाईँ दिलमा हात राखेर सोच्नुहोस्, यति सानो काम गर्न सक्नु भएन, यति सानो चिज म्यानेज गर्न सक्नु भएन भने तपाईँ जिन्दगीमा ठुलो म्यानेजमेन्ट, ठुलो चिज म्यानेज कसरी गर्नुहुन्छ? तपाईँले विचार गर्नुहोस् र भोलिसम्म मलाई डिसिजन दिनुहोस्। यदि तपाईँले भोलिसम्म सुरुवात गर्नुभयो, भोलिसम्म डिसिजन दिनुभयो भने म तपाईँलाई अगाडि बढाउन सक्छु, म तपाईँलाई सपोर्ट गर्न सक्छु, अगाडि बढ्नको लागि हेल्प गर्न सक्छु। होइन भने ठिकै छ। उहाँले यति भनेर फोन राख्नुभयो। फोन राखिसकेपछि मैले यसो सोचेँ, विचार गरेँ कि अहिले मेरो आर्थिक अवस्था जे छ, अहिले जस्तो मेरो पारिवारिक अवस्था चलिरहेको छ, जुन तरिकाले परिवार चलिरहेको छ, जस्तो घरमा एडजस्टमेन्टको जिन्दगी बितिरहेको छ, यदि मैले केही न केही नयाँ गरेन भने त यस्तै चल्ने हो। बरु योभन्दा अझै अप्ठ्यारो सिचुएसन होला। किनकि जसरी मूल्य वृद्धि हुन्छ त्यो अनुसार तलब त बढ्दैन, त्यो अनुसार आम्दानी बढाइराख्नु त गाह्रो छ, अझै बरु अप्ठ्यारो होला। तर सहज चाहिँ हुँदैन। मैले आफूलाई मनन गरेँ, आफूले पर्ने छ भन्ने मलाई फिल भयो। अब केही न केही गर्नुपर्ने भइसकेपछि यदि मैले 6000 10000 म्यानेज गरेर 5500 6000 म्यानेज गरेर यो बिजनेस सुरुवात गर्न सकेन, यति सानो म्यानेजमेन्ट, यति सानो जुगाड गर्न सकेन भने पक्कै पनि मैले कुनै ठुलो पसल खोल्नको लागि, ठुलो फ्याक्ट्री खोल्नको लागि 60000 6 लाख 6 करोड त म्यानेज गर्न पक्कै सक्दैन, जसले 6000 म्यानेज गर्न सकेको छैन। यदि मैले यति सानो कुरा म्यानेज गरेर एउटा व्यापार गर्ने, एउटा आम्दानी गर्ने अवसर गुमाउन पुगेँ भने म त धेरै ठुलो घाटामा पर्छु। किनकि केही न केही त गर्नुपर्ने थियो। यसरी मात्रै चलिरह्यो भने त जिन्दगी अप्ठ्यारो हुन्छ भन्ने मलाई फिल भइसकेको थियो। त्यसपछि मैले जोगाड गर्न लाएँ, यानि कि हाम्रो नेपाली भाषामा प्रख्यात छ जोगाड गर्ने, म्यानेज गर्ने। मैले म्यानेज गर्नको लागि एउटा साथीलाई फोन गरेँ। उसलाई फोन गरिसकेपछि मैले यस्तो भयो, त्यही भएर मलाई यति हजार जति चाहियो, 6000 जति चाहियो भनेर मैले उसलाई भने। उसले भन्यो म पहाड जाँदैछु अहिले छैन। फेरि मैले अर्को साथीलाई कल गरेँ। अर्को साथीलाई कल गरिसकेपछि उसले भन्यो किशनजी 2000 छ, त्योभन्दा अलि 2-3 दिन अगाडि भनेको भए त मैले 6000 गर्न सक्थेँ, तर अहिले मसँग 2000 मात्रै छ। मैले उसलाई भने 2000 भए पनि पठाऊ। त्यसपछि फेरि मैले अर्को सुदन भन्ने साथीलाई कल गरेँ। ऊ पनि अहिले अलिकति अप्ठ्यारो छ भने उसँग पनि रहन्छ। त्यसपछि मैले सौजन भन्ने साथीलाई कल गरेँ। सौजनले 5000 रुपियाँ मसँग छ भन्यो, 5000 रुपियाँ उसलाई पठाउन लगाएँ। त्यसपछि मैले 6220 रुपियाँको बिलिङ गरेर, सपिङ गरेर बिजनेसको सुरुवात गरेँ। सुरुवात गरिसकेपछि अहिले मेरो राम्रो ग्रोथ भइरहेको छ, करिब 25-30 हजारको आम्दानी भइरहेको छ, राम्रो लेभलमा अपग्रेडेसन भइरहेको छ, अगाडि बढिरहेको छु, राम्रै भइरहेको छ। त्यही भएर मैले तपाईँलाई के भन्छु भन्दा, तपाईँसँग पैसा छैन मैले बुझेँ, किनकि सुरुमा तत्कालै भन्दै पैसा हुँदैन।
तर हेर्नुहोस् यदि केही गर्नुपर्ने छ यसरी मात्रै यतिले मात्रै जिन्दगीमा हुँदैन, केही न केही एक्स्ट्रा चाहिँ गर्नुपर्ने छ है। यतिको आम्दानीले मात्रै, एउटा मात्रै आम्दानीले मात्रै, यानि घरको एउटा मात्र सदस्यले कमाएर मात्रै वा यति आम्दानीले मात्रै पछि छोराछोरीको स्कुल फी, छोराछोरीको शैक्षिक प्लानिङहरूलाई त्यो सबै कुराहरूलाई कम्प्लिट गर्न गाह्रो हुन्छ भन्ने लाग्छ भने मैले जसरी म्यानेज गरेँ तपाईँलाई पनि मैले त्यही नै भन्न सक्ने हो। तपाईँले पनि एरेन्ज गर्नुहोस्, म्यानेज गर्नुहोस् र बिजनेसको सुरुवात गर्नुहोस्। मैले सहयोग गर्छु तपाईँलाई। र आजको डेटमा महिनामा 1.5 लाख रुपियाँ मासिक कमाइराख्नु भएको छ, जसको टिममा अहिले 25,000 भन्दा बढी व्यक्तिहरूले काम गरिराख्नु भएको छ। त्यो सरले के भन्नुभएको छ भन्दा जसले भोलिसम्म बिलिङ गर्नुहुन्छ त्यस्तो तपाईँको टिमबाट, तपाईँको मार्फतबाट 2 जना व्यक्तिलाई मैले पर्सनल्ली गाइड गर्छु, डाइरेक्टली मेन्टरसिपमा राख्छु र काम गराउँछु, डाइरेक्टली गाइड गरेर अगाडि बढाउँछु भन्नुभएको छ। यदि तपाईँले भोलिसम्म म्यानेज गर्नुभयो, भोलिसम्म एरेन्ज गर्नुभयो भने पर्सनल मेन्टरसिपमा बसेर, सरको पर्सनल गाइडेन्समा बसेर काम गर्ने अवसर तपाईँलाई मिल्छ। त्यही भएर सकभर पोसिबल हुन्छ भने भोलिसम्म म्यानेज गर्नुहोस्, त्यसरी बिजनेसको सुरुवात गर्नुहोस्। विभिन्न सरहरू हुनुहुन्छ, एचिभर हुनुहुन्छ, हामीलाई सिकाउनको लागि, बताउनको लागि कसरी काम गर्ने, कुन तरिकाले काम गर्ने भनेर बुझाउनको लागि, बताउनको लागि त्यसरी सुरुवात गर्न सकिन्छ। बाँकी तपाईँको केही गर्नुपर्छ, केही गर्ने हो भन्ने भएको छ भने डिसिजन तपाईँको हातमा छ। तपाईँले जस्तो निर्णय लिनुहुन्छ त्यही अनुसार अगाडि बढ्न सकिन्छ। बाँकी तपाईँको हातमा छ। मलाई भोलिसम्म अपडेट गर्नु होला यति भनेर तपाईँले यो कन्भर्सेसनलाई ब्रेक गर्नु होला। र जहाँनिर मैले किसनजी भनेको छु त्यहाँनिर तपाईँले आफ्नो नाम लिएर यो तरिकाले एक्सप्लेन गर्नु होला। यानि कि हिस्टोरिकल तरिकाले तपाईँले यो कहानी बताउनु भयो भने त्यो व्यक्तिले रिलेट गर्छ, यसलाई पनि यस्तै भएको रहेछ, यससँग पनि पैसा रहन्छ, यसलाई त्यो सरले यो कुरा सोध्नु भएछ, त्यो कुरा जायज हो र यसरी मैले पनि म्यानेज गरेर गरेँ भने अगाडि बढ्न सकिँदो रहेछ भन्ने उसलाई फिल हुन्छ। किनकि साथीहरू, फ्याक्ट टेल्स स्टोरी सेल्स भन्ने एउटा चर्चित उखान छ। यानि कि हिस्टोरिकल तरिकाले यसरी बताउनु भयो भने मैले धेरैजना यस्तो व्यक्तिहरू भेटेको छु जसले मलाई पनि भन्नुहुन्छ किसनजी पैसा छैन, पैसा म्यानेज भयो त मैले गर्थेँ, तर उहाँहरूलाई मैले यही टेक्निक युज गरेर, यही फर्मुला युज गरेर उहाँलाई बिलिङ गर्न रेडी बनाएर धेरैजनाले बिलिङ पनि गर्नुभएको छ। यो फर्मुला मैले युज गर्छु अब्जेक्सन ह्यान्डलिङ गर्नको लागि। किनकि पैसा छैन भन्ने उहाँको रियल प्रब्लम होइन साथीहरू, उहाँको एउटा अब्जेक्सन हो। यो अब्जेक्सनलाई यो तरिकाले तपाईँले ह्यान्डल गर्नुभयो भने उहाँ पैसा छैन भन्नेबाट बिलिङ गर्न रेडी हुने स्थानसम्म पुग्नुहुन्छ। र अब्जेक्सन ह्यान्डलिङ गर्नको लागि सही प्रश्न सोध्ने हो। अब्जेक्सन ह्यान्डलिङ गर्नको लागि सही प्रश्न सोध्ने हो। मैले यहाँनिर 3टा 4वटा प्रश्न मलाई सरले यसरी सोध्नुभयो, मैले यस्तरी जवाब दिएँ, अनि मलाई यो रियलाइज भयो। यो रियलाइज भइसकेपछि मैले यसरी म्यानेज गरेँ भनेर मैले बताएको छु। जुन तपाईँले आफूले बताउनु होला सेम तरिकाले, जहाँनिर किसनजी भनेको ठाउँमा तपाईँले आफ्नो नाम एड गर्नु होला, अरू सेम तरिकाले बताउन सक्नुहुन्छ, सेम तरिकाले उहाँलाई सेयर गर्न सक्नुहुन्छ, ताकि तपाईँको पैसा छैन भनेको प्रोस्पेक्ट, पैसा छैन भनेको व्यक्ति बिलिङ गर्न रेडी हुने स्टेटमा पुगोस्। सो आज अब्जेक्सन ह्यान्डलिङको पैसा छैन भन्नेवाला अब्जेक्सनलाई यसरी ह्यान्डल गरेर क्लोजिङसम्म ल्याउन सकिन्छ भन्ने कुरा मैले तपाईँलाई सेयर गरेँ। बाँकी अरू भिडियोजहरू धेरै आउँदैछन्, त्यसको लागि तपाईँले च्यानललाई सब्सक्राइब गर्नु होला। र अझै केही कन्फ्युजन डाउटहरू छ भने तपाईँले कमेन्ट सेक्सनमा लेख्न सक्नुहुन्छ। अरू अझै भिडियो चाहनुहुन्छ भने र डाइरेक्ट सेलिङ व्यवसायमा हुनुहुन्छ भने तमाम अझै भिडियो आउँदैछ डाइरेक्ट सेलिङ इन्डस्ट्रीलाई लिएर, त्यो कारणले च्यानललाई सब्सक्राइब गर्नु होला। आजको यो भिडियो यहीँनिर अन्त्य गर्छु। म नेक्स्ट फेरि भेट्नेछु तपाईँलाई यही युट्युब च्यानल मार्फत नेक्स्ट भिडियोमा। आजको लागि यति नै। सो थ्याङ्क यू सो मच। तपाईँको बिजनेस ग्रोथ होस्, तपाईँको बिजनेसले नयाँ मुकाम लियोस्, मेरो शुभकामना छ। थ्याङ्क यू सो मच। गड ब्लेस यू, लभ यू अल, टेक केयर, बाइ बाइ। आजलाई यति नै।